ल विद्यार्थी भाइ बहिनीहरू, आज हामीले पाठ 6 मा रहेको हाम्रा प्रदेशहरूको बारेमा केही प्रस्तुतिहरू गर्छौँ। मैले हजुरहरूलाई हिजो यसको बारेमा राम्रोसँग पढेर आउनु भनेर केही बुँदाहरू बताएको थिएँ। तपाईहरूले पढ्नु भएको छ? यस सर। ओके, अब तपाईहरूले 1 बाइ 1 अगाडि आएर आफ्नो प्रस्तुतिहरू दिनुस्। तपाईहरू रेडी हुनुहुन्छ? यस सर। ओके। नमस्ते, म समर गुरुङ। म युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 मा पढ्ने विद्यार्थी हो। आज म कोशी प्रदेशको बारेमा यहाँहरूलाई केही जानकारी दिन गइरहेको छु। कोशी प्रदेश नेपालको सबैभन्दा पूर्वमा रहेको छ। यो प्रदेशमा 14वटा जिल्ला रहेका छन्। कोशी प्रदेशको सदरमुकाम विराटनगर हो। यो प्रदेशमा विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा रहेको छ। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या 49,61,412 रहेको छन्। कोशी प्रदेशको मुख्य सहरहरू विराटनगर, धरान, इलाम आदि हुन्। क्षेत्रफलको हिसाबले दोस्रो ठुलो प्रदेश हो। यो प्रदेश चिया उत्पादनका लागि निकै प्रसिद्ध छ। धन्यवाद। नमस्ते, म शीतल पाण्डे, युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 को विद्यार्थी। म आज मध्य प्रदेशका बारेमा केही कुरा बोल्न गइरहेकी छु। मध्य प्रदेश नेपालको पूर्वी तराईमा कोशी र बागमती प्रदेशको दक्षिणमा रहेको छ। यो प्रदेशमा 8वटा जिल्लाहरू रहेका छन्। मध्य प्रदेशको राजधानी जनकपुर हो। यो प्रदेश क्षेत्रफलका हिसाबमा सबैभन्दा सानो प्रदेश हो। विक्रम सम्वत 2078 को जनगणना अनुसार मध्य प्रदेशको जनसङ्ख्या 61,14,600 रहेको छ। राजविराज, जनकपुर, वीरगञ्ज आदि यस प्रदेशका मुख्य सहरहरू हुन्। धन्यवाद। नमस्ते, म अब्दुल आतिक। आज म युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 पढ्ने विद्यार्थी हो। आज म बागमती प्रदेशको बारेमा केही कुरा भन्न गइरहेको छु। बागमती प्रदेश कोशी र गण्डकी प्रदेशको बिचमा पर्दछ। यो प्रदेशमा 13वटा जिल्ला रहेका छन्। यो प्रदेशको राजधानी यतौडा हो। बागमती प्रदेशले नेपालको करिब 13.8% भूभाग अगटेको छ। जनसङ्ख्याको हिसाबले यो प्रदेश सबैभन्दा ठुलो प्रदेश हो। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या 61,16,866 रहेको छ। धन्यवाद। नमस्कार, म ममता साहानी, युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 को विद्यार्थी हो र म आज तपाईहरूलाई गण्डकी प्रदेशको बारेमा केही जानकारी दिन गइरहेकी छु। गण्डकी प्रदेश बागमती र कर्णाली प्रदेशको बिचमा अवस्थित छ। यसले नेपालको 14.6% भूभाग ओगटेको छ। गण्डकी प्रदेशको राजधानी पोखरा हो। गण्डकी प्रदेशमा 11वटा जिल्ला रहेका छन्। यस प्रदेशमा फेवाताल, रूपाताल, बेगनासताल जस्ता सुन्दर तालहरू पनि पर्दछन्। विक्रम सम्वत 2078 सालको जनगणनामा यस प्रदेशको जनसङ्ख्या 24,66,427 रहेको देखिन्छ। यस प्रदेशका मुख्य सहरहरू पोखरा, वालिङ, दमौली आदि हुन्। धन्यवाद। नमस्कार, म गरिमा खत्री, यस युनिभर्सल पब्लिक स्कुलकी कक्षा 8 की छात्रा हो। आज म लुम्बिनी प्रदेशको बारेमा केही जानकारी प्रस्तुत गर्न गइरहेकी छु। लुम्बिनी प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेशको दक्षिणमा रहेको छ। यो प्रदेशले नेपालको करिब 15.1% भूभाग ओगटेको छ। यसको जनसङ्ख्या 51,22,078 रहेको छ। यस प्रदेशका मुख्य सहरहरू भैरवा, बुटोल, नेपालगञ्ज, दाङ, तानसेन आदि हुन्। लुम्बिनी प्रदेशको राजधानी दाङ हो। यो विश्व प्रसिद्ध क्षेत्र लुम्बिनी यही प्रदेशमा पर्छ र यहाँ गौतम बुद्धको जन्म पनि यही भएको थियो। धन्यवाद। नमस्ते, म समीक्षा चौधरी, युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 की छात्रा। आज म कर्णाली प्रदेशको बारेमा केही जानकारी प्रस्तुत गर्दैछु। कर्णाली प्रदेश नेपालको सबैभन्दा ठुलो प्रदेश हो। यसले नेपालको 19% भूभाग ओगटेको छ। कर्णाली प्रदेशमा 10वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी वीरेन्द्रनगर सुर्खेत हो। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या 16,88,412 रहेको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको प्रदेश हो। चन्द्रनाथ, देउटी बजै, सेगुम्बा आदि यस प्रदेशका मुख्य धार्मिक स्थल हुन्। कर्णाली प्रदेशका मुख्य सहरहरू वीरेन्द्रनगर, सिमीकोट, मुसिकोट आदि हुन्। धन्यवाद। नमस्ते, म जसवाल, युनिभर्सल पब्लिक हाई स्कुलको कक्षा 8 मा पढ्ने विद्यार्थी हो। आज म तपाईँहरूलाई सुदूरपश्चिम प्रदेशको बारेमा केही जानकारी दिन गइरहेको छु। सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा पश्चिममा अवस्थित छ। यो प्रदेशमा 9वटा जिल्ला रहेका छन्।
सुदूरपश्चिम प्रदेशले देशको 13.3% भूभाग ओगटेको छ। सुदूरपश्चिम प्रदेशको सदरमुकाम गोदावरी कैलाली रहेको छ। विगत 2078 सालको जनगणना अनुसार सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या 26,94,783 रहेको छ। पश्चिम सेती, चमेलिया र महाकाली यस प्रदेशका प्रमुख नदीहरू हुन् र यस प्रदेशका प्रमुख सहरहरू धनगढी, महेन्द्रनगर र टिकापुर आदि हुन्। धन्यवाद।